यसपालि चाहिँ हामीले टमाटर रोपेका छौँ। टमाटर रोप्दा चाहिँ ड्रिपिङ सिस्टम गरेका छौँ है, पानीको लागि चाहिँ ड्रिपिङ कि ड्रपिङ भन्छ, ड्रपिङ सिस्टम गरेर रोपेको छौँ। तर यो चाहिँ मैले रोपे होइन, मेरो भाइले रोपे हो। म चाहिँ अलि नभ्याएर टनेल हाउस भनेर चाहिँ प्लास्टिक माथि टाङ्नु पर्नेछ। यसमा चाहिँ ब्रमा कि बर्मा भन्छ, यो थाइल्यान्ड एउटा बिउ छ। त्यस पछाडि सिजेन्टाको 1057 टमाटरको बिरुवा चाहिँ हामीले रोपेको छौँ। यहाँनिर लगभग 1000 बिरुवा रोपेको छन् कि भन्ने चाहिँ आश छ। के कस्तो हुन्छ तपाईँहरूलाई अपडेट गर्दै जाउँला। लगभग यो चाहिँ 120 फुट लामो टनेल छ हाम्रो। चौडाइ भन्नुहुन्छ भने 24 छ चौडाइ। 24 भनेपछि 24, 27, 30 को भनौँ न, लगभग 30 को छ। मल्चिङ ड्रिपिङ गरेर रोप्दैछौँ। कस्तो प्रतिफल आउने अझ माथि प्लास्टिक पनि लाउन लागिरहेको छौँ। त्यसपछि तपाईँको अब प्लास्टिकको लागि चाहिँ प्लास्टिकको अहिले भाउ धेरै बढ्या रहेछ। हाम्रो स्थानीय गाउँपालिकाले चाहिँ 50% अनुदानमा प्लास्टिक वितरण टनेल हाउसको लागि गर्ने भनेर सूचना हालेसँगै हामीले निवेदन चाहिँ दिएछौँ। कहिले आउने भयो, 1 महिना लाग्छ भन्दै हुन्थ्यो। आज चैत गइसक्यो भनेपछि चैत लास्टतिर हामीले निवेदन चाहिँ दिएका थियौँ। कस्तो हुने हाम्रो सिजेन्टाको बिरुवा चाहिँ अलिकति राम्रो छैन कुनै पनि चाहिँ। यसपालि बिउ राख्दाखेरि चाहिँ बिहार राख्दाखेरि अलिकति माटोको कमी भयो। माटो राम्रो खालको मिसाइएन, त्यो भएर अलिक सानै छन्। आज यो रोपेको 7-8 10 दिन भयो होला, 10 दिन भयो यो बिरुवाहरू रोपेको। सबै जाएका छन्, मरेको एउटै छैन। यो अलगा ठुला बिरुवाहरू चाहिँ बर्मा भन्ने नै हुन्, थाइल्यान्ड। यसपालि मैले टेस्ट गर्नु ल्याएको। मैले ल्याएको बिउ चाहिँ भाइले रोप्या हो। भाइ चाहिँ साउथ कोरियामा छ। साउथ कोरियाबाट यो आइडिया ल्याएर उसले सबै अनलाइन मगाएर यो ड्रपिङ बनाएको छ पानी सिँचाइको लागि। अब यो अझै यो ड्रपिङ पुरा त भएको छैन होला, यो जोड्नु पर्ने होला कता। यसको कता के छ मलाई राम्रो थाहा छैन। अझ पुरा चाहिँ भएको छैन। रहर गरेर चाहिँ हामीले यसरी रोपेका छौँ। यसको प्रतिफल कस्तो हुने हो तपाईँहरूलाई अपडेट गर्दै गरौँला। आजलाई चाहिँ यो सानो मिनी ब्लगबाट चाहिँ बिदा हुन चाहन्छु। हेर्दै गर्नु होला गाइज, सपोर्ट गर्नु होला। अरू यस्तै भिडियोहरू लिएर म आउने नै छु। थ्याङ्क यू अल गाइज। प्लिज लाइक, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू अल।